तपाईको श्रीमतीको सबभन्दा डरलाग्दो मौन त वास्तवमा उनी रोएको भन्दा पनि धेरै घातक हुन्छ जब उनी चुपचाप शान्त भएर बस्छिन्। तपाईँलाई ढाड देखाएर पछाडि फर्किन्छन्, उनले आँखामा आँसु लुकाउँछिन्। उनले वास्तवमा त्यति बेला तपाईँलाई अन्तिम मौका दिइरहेकी हुन्छन्, अन्तिम मौका, ताकि तपाईँले उनको अहंकार तोड्नुहोस्, उनलाई बुझ्नुहोस्। तर तपाईँले त्यो मौका छुटाउनु भयो भने के हुन्छ? बुझ्नुहोस्, यो संसारमा थुप्रै कानहरू छन् जसले तपाईँको श्रीमतीको कुरा सुन्न तयार भएका हुन्छन्। तपाईँको श्रीमतीको शिर राख्ने काँधहरू धेरै छन् जसले उनको आँसु पुछिदिन खोजिरहेका हुन्छन्। मेरो श्रीमती हो, मेरो नाति नातिनाको हजुरआमा भइसकेको, अब कतै जाँदिन भनेर सोच्नु। यदि सोच्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ। जुन महिलाले आजको दिनसम्म तपाईँको परिवारलाई रेखदेख गर्दैछिन्, उनी परिवारको लागि मात्रै होइन, तपाईँको माया प्रेम पाउने अनि उनलाई हक छ। त्यो माया प्रेमको जिम्मेवारी तपाईँले नलिने वा नदिने हो भने त्यो खाली ठाउँ अरू कसैले पुरा गरिदिन सक्छ। एकपटक सोचौँ त, तपाईँ काम वा अफिसबाट घरमा फर्किएपछि घरमा पुग्ने बित्तिकै तपाईँ मोबाइलमा व्यस्त हुँदा उनको घमण्ड जुट्दैन र? जब उनले दिनभरि घर धन्दा वस्तुभाव मेलापात सम्हाल्दै थाकेर तपाईँको एकछिन साथ चाहन्छन्, तपाईँसँग बोल्न चाहन्छन्, तपाईँ भने कोठामा कि त मोबाइल कि त टिभी हेरेर बस्नुहुन्छ, के त्यस बेला उनको मन दुख्दैन त? उनले तपाईँको मुखबाट आज तिमी राम्री देखिएकी छौ, आज थाकेको जस्तो छ, आऊ एकछिन मेरो छेउमा बस जस्तो कुरा सुन्ने आश गर्छिन्। तर तपाईँले श्रीमतीको लागि एक शब्द बोल्नुहुन्न, बरु केही कुरा भएमा दोष लगाउन छोड्नुहुन्न। यस्तो अवस्थामा उनले आफूलाई एक्लो महसुस गर्दिनन् होला र? नारीको घमण्ड खेलाउन होइन, यो उनको मायाको अन्तिम सास हो। व्यवस्था गर्नु भयो भने यो घरमा मलाई बुझ्ने कोही छैनन् भन्ने कुरा उनले बुझ्छिन् र त्यो समयमा अरू कसैको लागि तपाईँको श्रीमतीको मनको ढोका खुल्ने गर्छ। तपाईँले रुने कराउने र आफूले माया गरेको कुरा भन्नुहुन्छ, तर त्यस बेलासम्म सबै कुरा ढिलो भइसकेको हुन्छ, किनकि जुन कुरा तपाईँले बुझ्नुपर्ने थियो त्यो अरू कसैले बुझ्न थालेको हुन्छ। सम्झनुहोस्, श्रीमतीको घमण्ड तपाईँको माया ऐना हो। एक दिन त्यो ऐना चर्किएर वा फुटेर केही बाँकी नरहन सक्छ। बेलैमा श्रीमती तपाईँसँग रिसाउनुको कारण पत्ता लगाउने र त्यस कुरालाई सुल्झाउने प्रयास गर्नुहोस्। साथीहरू, यो पोस्ट मैले सामाजिक सञ्जालबाट जस्ताको तस्तै यहाँ साभार गरेको छु। हजुरलाई यस विषयमा हजुरको मनमा के विचार आएको छ, हजुरको विचार पनि यहाँ भन्नुहोला र यो पोस्ट हजुरलाई मन पऱ्यो कि परेन, मन परेदेखि सेयर गर्नुहोस्, मन नपरेको भएदेखि कमेन्ट गर्नुहोस्। धन्यवाद।